घर हो यो कस्तो लाग्यो बेबीको घर नो पूजा गर्ने ठाउँ हेर त किचन लप्सी अहिले धेरै नफलेछ है धेरै फले छैन अहिले पोहोर जस्तो धेरै गेडा त देखिँदो रहेछ सुन्तला चाहिँ अहिले फलेको है पोहोरभन्दा सुन्तला अहिले फल्यो त्यो एउटा हाँगो भाँचिएछ बाबुले पोतेको हो बेबी बाबुले हो कि दिदीले हो रातो बनाएको मम्मी हो नि आज विजय दशमीको 8औं दिन अष्टमी घर घरमा दुर्गा माताको पूजा हुँदैछ हामी पनि दुर्गा माताको पूजाको लागि तयारी गर्दैछौँ यहाँ मेरो बाबु पनि रेडी भएर बसेको छ बाबासँग कसरी पूजा गर्ने भनेर हेर्नको लागि अब चाहिँ हामी पूजा गर्छौँ सम्पूर्णलाई विजय दशमीको धेरै धेरै शुभकामना दुर्गा भगवानले सबैजनाको रक्षा गरून् पूजा गर्न जान्छौँ ह्यापी दशैं बेबी ह्यापी दशैं दशैंको शुभकामना भन न दशैंको सबैलाई शुभकामना सम्पूर्णमा शुभकामना भन न अष्टमी पूजा अष्टमीको लागि चाहिँ हाम्रो घरमा पनि पूजाको तयारी हुँदैछ बाबा छोराको पूजाको लागि बसिरहनु भएको छ कुन्टुरी तिमी पनि पूजा गर्ने हो सानो बस्नु सुमन कस्तो रहेछ त नि होइन के बत्तल तानेर खाने हुन्छ तिमीले नि चप्पल लाग्नु त चप्पल बसेर पो जानु मिल्दैन फेरि म क्या न दुईजना कि फेरि यस्तो के बुढा बराजु परमेश्वर नागदेवता परमेश्वर नमस्कार जिउ गरिदिन्छ उसले त जिउ गर्दो ल जिउ गर यो चाहिँ हाम्रो बसो गाउँ हो अरे यो चाहिँ तल्लोबारी टोल यो चाहिँ हाम्रो घर यहाँ देखिरहेछ जङ्गल भन्छ नि घर त बाटो यस्तो छ पानी परिरहेछ टिका दिन बिहानदेखि अलिअलि बिदा भएको छ अब अहिले चाहिँ हामी यहाँ नुहाउन जान लाग्यो बाटो अलि अप्ठ्यारो भए पनि हामी चाहिँ धारोमा आइपुगेको छ एकदमै पुरानो धारो सबैभन्दा पहिला चाहिँ हाम्रो घरको सबैजना यो हाम्रो गाउँको मान्छेहरूले पानी थाप्ने धारो भनेको चाहिँ मेन धारो चाहिँ यही हो अहिले त अब घर घरमा धारो भयो तर पुरानो भएको धारो चाहिँ यही हो ठुलो टङ्की छ यो चाहिँ एकदमै कम्पन सफा
मूलको पानी त्यस्तो छ। आज दसैँको 10औं दिन विजयदशमी। मौसम चाहिँ अलि च्यालेन्जिङ छ। बिहानमा पनि सम्म पनि पानी परिरहेको थियो, अहिले बल्ल पानी बिदा भएर अझ पनि घाम लाग्ने सम्भावना चाहिँ एकदमै कम छ। कुहिरो लागिरहेछ। वेदर चाहिँ त्यति राम्रो छैन, तर पनि हामी दसैँको टिकाको तयारी गर्दैछौँ। अब चाहिँ लगभग 1 घन्टापछि चाहिँ टिका लगाउने शुभ साइत भावनाले हामी चाहिँ अब टिकाको लागि चाहिँ तयारी गर्दैछौँ। टिकाको तयारी हुँदैछ अब। तयारी हुँदैछ। वाउ गुड बेबी गुड छोराले तिमीले बनाएको हो। कहाँ बसेर हामीले टिकी लगाउने आज? हामी चाहिँ टिका लगाउने ठाउँको करिब ठाउँ चाहिँ फिक्स भइसक्यो। अब यसको पूर्व पश्चिम सबै मिलाएर पूर्वतिर बस्ने, पूर्वदेखि नै गरी बस्ने, त्यसपछि टिका लगाउने मान्छे चाहिँ पश्चिम साइडबाट बस्ने। यता चाहिँ मम्मीले टिका लगाइदिने, यता चाहिँ आशीर्वाद टिका ग्रहण गर्ने ठाउँ सबै भइरहेछ। हाम्रो मुसुरी केटो पनि यहाँ हाँसिरहेको छ। यो पनि तयारीमै छ। ल अब चाहिँ टिकाको लागि चाहिँ टिका जमराहरू आइसक्यो। पैसाहरू पनि राख्नु पर्यो। जमरा राम्रो छ, जमरा एकदमै राम्रो छ। जमरा टिका तयारी हुँदैछ। बाबु हिजो के गरेको तिमीले? यता आउने त दसैँको शुभकामना भनेको छैन खै। गुड छोरो, गुड। बेबी एकदमै ह्याप्पी छ, एकदमै ह्याप्पी छ, एक्साइटेड छ छोरो, एकदमै खुसी छ। हाम्रो घरको यो फेरि अर्को एडिसनल दसैँ हो। आऊ छोरा आऊ। यतापट्टि राख्ने। अब पैसा पनि राख्नु पर्यो नि त सानो। भित्र आउनु झाल्छ, बाहिर झाल्न होइन। Happy दसैँ। Happy दसैँ। टिका लगाउने साइत भयो अब। अब चाहिँ हामी दसैँको टिकाको एकदमै साइतमा छौँ। 11:53 भयो। अब हामी चाहिँ टिका लगाउने तयारीमा छौँ। सबै तयारी पुरा भइसक्यो र सबैजनालाई ह्याप्पी दसैँ, ह्याप्पी दसैँ, ह्याप्पी दसैँ, ह्याप्पी दसैँ। आउँथ्यो दसैँ आउन त, आउँथ्यो दसैँ आउन त पहिले नि, यस्तो मजा भएको थिएन कहिले नि। छुट्टी भगवानले रक्षाउन्, गरौँ खाजा काम पुरा होस्, जिन्दगी उज्यालो होस्, सधैँ खुसी रहे, आशा टाढा पाइयोस्, कसैको आशा नपरोस्, सबै मान्ने गुन्ने भए भगवानले रक्षा गरून्। 33 चोटि भगवानले रक्षा गरून्। हिँड्दै ठेस नआओस्, नहुने केही नझरोस् केटीलाई। यस्तो बाबुले टिका आज के मिठो रहन्छ बेबी? बाङ्गो गाहा तर किन हो? त्यस्तै हो कि लोकेसनै त्यस्तै भएर आफ्नो त्यस्तो लाग्यो। पोहोर त पिङ्गो बस्न पनि जान्छ, बिर्सियो छ अहिले त। यस्तो खुट्टा त्यसमा पनि जाने थियो पोहोर त। यही गरिदेऊ न।
केही नि होइन झारहरू पछि चाहिँ पाखुरी रुख हाम्रो ल भयो भयो शनिबार भयो घर देखाएको ल देखाइदेऊ फेरि देखाइदेऊ ल बाबा घर बाबा घर भन्देऊ घर कहाँ छोरा तपाईँ नि पढ्नु भयो स्कुलमा म पढेँ नि कति क्लाससम्म म 1 क्लासदेखि 5 सम्म पढेँ देऊ न यता हेर न ताली बाबुल झुकिएर हो झुकिएर हो है झुकिएर हो माइजू सरी भन माइजू म सरी झुकिएर हो सबैको मान्ने गुन्ने हुनु सबैले माया गर्नु हाम्रो भाइले सबैलाई माया गर्छ है ज्ञानी ठुलो मान्छे हुने ज्ञानी हुने बाबा मम्मीले अब तिहारमा भाइले दिने यो मम्मी बाबालाई र मम्मीले राख्न दिएन भने चाहिँ फेरि मैले लाउनु पर्छ यो कुन्डुले त ल रियान ल धेरै पढ्नु है बेबी हस् भन्न न हस् भन्न सुनिस मैले हात कहाँ हाल्नु हुन्छ तँलाई थाहा छ नो खाली मुखमा आउला छ पुन्की छोरीलाई धेरै धेरै रक्षा गर्नु ठुलो मान्छे हुने सबैले माया गर्ने हो हस् भन न जानु धेरै पसिना हुने धेरै पढ्ने अनि सबले माया गर्ने हेल्दी हुने नानी हुनु हेल्दी हुनु है धेरै पढ्नु धेरै पढ्नु ठुलो मान्छे हुनु मम्मी बाबालाई माया गर्नु सबले माया गर्नु कस्तो मसँग मानी हेर त बहिनी दसैँको दिन यता हेरेर भन बाबु सुब्री यता हेर त कहाँ गएर आएको रे नेपालीमा भन है घरमा टिका लगाएर आएको है अनि हिजो चाहिँ हिजो कुन डे थियो हिजो के हो बाबु दसैँ हो विजय दशमी हो अनि हिजो तिमीलाई कोले टिका लगाइदियो हो अनि सुप्रिम हिजो टिका कोले लगाइदियो तिमीलाई अनि बाबु बाबु बस न बस न बस 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 अनि सुप्रिम के अरे रियान हिजो के थियो हिजो के थियो अनि कोले टिका लगाइदियो तिमीलाई भन त बिर्स्यो के मैले सबै भिडियो हाई गरिदेऊ जिउ गरिदेऊ नमस्ते नमस्ते से हाय
म त खाँदिनँ हो What you playing? Roblox. You guys enjoy? Why you kill me? Rian, भाइले पिट्यो हो र? I know. You are छेवाला हो बाक्लो खानु नि होइन मन पकाएर पछि दियो हुन्छ मैले चाहिँ ल्याइदिएँ त्यसपछि एक्सपिरियन्स आफै गरेर आउनु र त्यसो मलाई कहाँ हुन्छ खाँदै खाइदिएँ